केराउको सिजन नि आउन लागिसक्यो। हजुरहरूलाई तरकारी पकाएर खान झ्याउ लाग्यो भने आलु र केराउको अचार बनाएर खान सक्नुहुन्छ। त्यसको लागि मैले यहाँ उसिनेको आलु, उसिनेको केराउ, लाम्चो गरेर काटेको प्याज, मसिनो गरेर काटेको हरियो खुर्सानी, फ्ल्याक्सिड, जिरा र रातो खुर्सानीको धुलो लिएकी छु। धुलो बनाउनको लागि फ्ल्याक्सिड, जिरा, रातो खुर्सानी भुटेर धुलो बनाएकी छु। त्यसपछि मैले स्वाद अनुसार नुन, खुर्सानी, मसला राखेँ। ग्यास बालेर कराई बसालेँ। कराई तातिसकेपछि तेल हालेँ। तेल हालिसकेपछि मेथी पुर्याएँ। मेथी पुरिसकेपछि ग्यास बन्द गरेर बेसार राखेँ। त्यसपछि तातो तेलले अचार झाने। त्यसपछि मैले अचार मोलेँ। मसला चाहिँ मजाले लाग्ने गरेर मोल्नु होला। मोलिसकेपछि मैले धनिया र कागती राखेँ र फेरि मोलेँ। हेर्न सक्नुहुन्छ अचार रेडी भइसक्यो।